हेलो स्योहरू नमस्ते नमस्कार सम्पूर्ण मेरो प्यारा प्यारा साथी मित्रहरूलाई र सेवारो लासो फेफुला झोरले सेवारो नमस्ते एकमुष्टमा सम्पूर्ण मित्रहरूलाई म भन्न चाहन्छु र आजको बसाइमा म फेरि पनि उपस्थित भइसकेको छु तपाईँहरूको माझमा र आजको बसाइमा चाहिँ तपाईँहरूको माझमा एउटा सर्ट एन्ड स्विट रिभ्यू भिडियो छोटो मिठो कोसेली लिएर उपस्थित भइसकेको छु र यस हाम्रो कोसेलीलाई सुनेर साथ दिनु होला है त। र आजको यस हाम्रो बसाइमा तपाईँहरू सम्पूर्णलाई मस्टली वेलकम अनि वार्मली वेलकम भन्न चाहन्छु र आउनुहोस् साथीहरू आजको यस हाम्रो रिभ्यू भिडियो बुन्दी सिरियलको 324 को रिभ्यू भिडियो छोटो मिठो सर्ट एन्ड स्विट बनाउनु गइरहेको छु र यस हाम्रो रिभ्यू भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा क्लिक गरेर साथी जोडिनु होला है त, ताकि मैले अपलोड गरेको रिभ्यू भिडियो तपाईँहरूको माझमा चाँडोभन्दा चाँडो नै नोटिफिकेसन प्राप्त गर्नु सक्नुहुनेछ है त साथीहरू। र यो पारामा यस हाम्रो रिभ्यू भिडियोलाई र यस हाम्रो युट्युब च्यानललाई माया गरिदिनु होला र साथ सपोर्ट गरिदिनु होला भन्ने ठुलो आशा राख्दै मैले तपाईँहरूको माझमा छोटो मिठो रिभ्यू भिडियो प्रस्तुत गर्न गइरहेको छु। लेट्स स्टार्ट। भूपेन्द्र र हाम्रो भुन्टीको बारेमा अहिले एकदमै चहल पहल चलिरहेको छ। भुन्टीले आफ्नो म्याडमको घरमा बसेर काम गरिरहँदा पनि भुन्टीले आफ्नो पोइ बुढा भूपेन्द्रलाई सम्झिरहेको रहेछन्, किनकि म्याडमले भुन्टीलाई पढाउनुको लागि कोसिस गरिरहेकी छिन्। म्याडमले भनेकी रहेछिन् भुन्टी तिमी पढ र तिमी राम्रो मान्छे बन भनेकी रहेछिन्, तर भुन्टी भने आफ्नो पोइ बुढाको चिन्ता र टेन्सनले गर्दा भुन्टीले पढ्नु चाहेको छैनन्, किनकि म्याडमले भनिसकेपछि म्याडमको छ्यामाले भुन्टीलाई पढ्नको लागि सोधिएको रहेछन् र भुन्टीले भनेकी रहेछिन् अब यस्तो फुलडुङ्गा यस्तो टेन्सन यस्तो चिन्तामा कसरी पढ्नु भन्दै आफ्नो म्याडमलाई भनिरहेको देखिन्छ। र धेरै पहिले चिनेको आफ्नो म्याडमलाई सम्झिरहेकी रहेछन् र म्याडमले पनि आफ्नो प्यारी भुन्टीलाई पढाउनुको लागि निकै कोसिस गरिरहेकी रहेछिन्, तर भुन्टी भन्छन् एकदम चिन्ता र टेन्सन छ, त्यसैले म पढ्नु कि अब के गर्नु भन्दै दुःख पोखाइरहेकी छिन् आफ्नो मालिकनीसँग। र मालिकनीले पनि भनेकी रहेछिन् म्याडमले भनेको छन् भुन्टी तिमी पढ्नुपर्छ र पढेर ठुलो मान्छे बन्नुपर्छ, राम्रो असल मान्छे बन्नुपर्छ भनेकी छिन् भनेपछि अब भुन्टीले अझै पनि आफ्नो मनमा खुल्दुली लागिरहेकी रहेछिन्, किनकि उता भने आफ्नो पोइ बुढा भूपेन्द्रमाथिको टेन्सन र भूपेन्द्रको माया। त्यसैले भुन्टीले भन्छन् अब पढ्नु या के गर्नु मलाई दोधारमा परेको छ भन्दै आफ्नो मालिकनीलाई भनिरहेको देखिन्छ। र अर्कोतर्फ भूपेन्द्रको घरमा सुकमायाले भुन्टीको रूप धारणा गरेर चेन्ज गरेर भए तापनि आफ्नो मितेनी भुन्टीको लागि सुकमायाले लडिरहेकी रहेछन् र सुकमाया भूपेन्द्रको घरमा गएर अहिले हो हल्ला मचाएर फुलडुङ्गा मचाइरहेकी छिन्, किनकि भुन्टीले भनिन् सुकमायाको रूप धारणा गरिसकेपछि आफ्नो भूपेन्द्र पोइ बुढा र श्रेया जेरी र भुवन तीनजनालाई नै बराबर धम्की दिइरहेको देखिन्छ, किनकि भुन्टीले धेरै दुःख गरेकी छिन् त्यो घरमा। त्यसैले भुन्टी हुँदै पनि भूपेन्द्रले अर्को केटी ल्याइसकेपछि अब भुन्टीले भूपेन्द्रलाई छोड्नुपर्ने बाध्यता भएको देखिन्छ। र त्यही भएर अब हेपिएकी चेली भुन्टीलाई आफ्नो सुकमाया मितेनीले जसरी भए पनि सम्पत्ति दिलाउँछु भनेर हरेक रूप धारणा गर्दै भूपेन्द्रलाई थर्काइरहेकी छन्। र भूपेन्द्रको घरमा गएर चाँडोभन्दा चाँडो मलाई अंश बन्द गरिदिनुहोस् र तपाईँहरू आफ्नै बाटो लाग्नुहोस् भन्दै आफ्नो भूपेन्द्रको दाइ भुवन र जेरीले भनिरहेकी छिन्। र त्यही भनिरहँदा पनि अझै पनि नमानेपछि भुन्टीले भनिन् अब भोलि अदालतमा हामी जानेछौँ र जे जति सम्पत्ति मैले पाउनु छ त्यसमा मलाई दिनुहोस् अनि तपाईँहरू आफ्नै बाटो लाग्नुहोस् भन्दै भुन्टीले भनिरहेको देखिन्छ। र त्यतिखेर
भुन्टीले भनेकी छिन्। त्यति भन्ने बित्तिकै भुन्टी आफ्नो रुमतिर लाग्छिन् लखर लखर। र माथि किचनमा गइसकेपछि भुन्टीले सबै सामानहरू रेडी गर्छन्, किनकि भाँडाकुँडा, खाना बनाउने राइस कुकर, प्रेसर कुकर सबै रेडी बनाएर र त्यस पछाडि चामल पनि छुट्याउन थाल्छिन्, किनकि अब भुन्टी चाहन्छन् किचनमा एक्लै बस्न। किनकि भुन्टीले न श्रेयाको अनुहार हेर्न चाहन्छन् या भूपेन्द्रको अनुहार हेर्न चाहन्छन्, न त आफ्नो सौतेनी जेरीको अनुहार हेर्न चाहन्छन्। त्यसैले भुन्टीले चामलहरू सबै छुट्याइसकेपछि अब तिमीहरू तल भुइँतालामा बसेर पकाएर खाऊ, यो किचनमा म एक्लै बसेर खानेछु भन्दै थर्काइरहेकी देखिन्छ। र त्यसको साथसाथमा जेरी फेरि पनि उता झालबाट हेरिरहेको हुन्छन् र यता श्रेया चाहिँ आफ्नो बुढा र देवाललाई छोडेर भए तापनि माथि किचनमा गएको हुन्छन्। किचनमा गइसकेपछि भुन्टी र श्रेयाको झगडा सुरु हुन्छ र एक आपसमा कुटाकुट पनि हुन्छ र कुटाकुट हुन्छ र धेरै होहल्ला आउँछ र धेरै होहल्ला आइसकेपछि भुवन जान्छ आफ्नो श्रीमती के भयो भनेर। त्यतिखेर जेरीले अर्को दुलोबाट हेरिरहेको रहेछिन् र साथमा भुन्टी र श्रेया हानाहान गरिरहेको, कपाल तानातान गरिरहेको देखिन्छ। त्यसैले ठ्याक्कै भुवन पनि पुग्छन् र भुवनले भन्छन्, यो भुन्टी यो तिमीले के गरेको भन्दा भुन्टीले भन्छन्, अब यो चामल भाँडाकुँडा सबै छुट्याएको छु दाइ, तपाईँहरू तल भुइँतालामा बसेर अन्डरग्राउन्डमा बसेर पकाएर खानुहोस्, किनकि यहाँ यो कसैको अनुहार मलाई हेर्नु छैन। तपाईँहरूले खुरुक्कै गएर तल खाना बनाएर खानुहोस् र यता किचनमा म एक्लै बसेर खान्छु भन्दै भुन्टीले आफ्नो भुवन दाइ र श्रेया जेठानीले भनिरहेको हुन्छन्। र त्यतिखेर भुवनले पनि रिसले भन्छन्, होइन भुन्टी यो तिमीले के गरेको भन्दै कराउँछिन्। तर भुन्टीले कडा जवाब दिन्छन्, मैले यही केही पनि गरेको होइन, यो तपाईँको श्रीमती श्रेयाले गरेको हो। श्रेयाले यदि नगरेको भए अहिले यो अवस्था आउने थिएन। यही तिम्रो बुढीलाई सम्झाउनुहोस्, नत्र तल भुइँमा खाना बनाएर खानुहोस् भन्दै भुन्टीले आफ्नो जेठाजु भुवनलाई सम्झाइरहेको देखिन्छन्। र भुन्टीले श्रेयालाई आफ्नो कान बन्द हुने गरी झापट हानिसकेपछि श्रेया रोइरहेको रहेछन् र त्यतिखेर फेरि पनि भुवन गइसकेपछि दुईजनाको हानाहान भएको छ र हानाहान हुँदा अझै पनि श्रेया ठुलो ठुलो कुरा गर्छिन्। तर भुन्टीले भन्छन्, अब खुरुक्कै तल बस नत्र कानको जाली फुडाइदिन्छु भनेपछि हाम्रो श्रेया चुप्प लाग्छिन् र भुन्टीले श्रेयालाई रामधुलाई हानिरहेको बेला जेरीले उता खिड्कीको दुलोबाट हेरिरहेको रहेछन्। त्यस पछाडि अब जेरी पनि डराए, किनकि अब जबसम्म भूपेन्द्र र भुन्टीको सम्बन्ध छुट्दैन तबसम्म म यहाँ बस्नु हुँदैन, किनकि म कुटाइ खान्छु भन्दै सम्झिराखेको देखिन्छ। त्यस पछाडि अब जेरी भन्छन्, म अब केही दिनको लागि घर जान्छु भन्दै अब आफ्नो हुनेवाला बुढा भूपेन्द्रलाई भनिरहेका हुन्छन्। तर जेरीले त्यति भन्दै गर्दा श्रेयाले भने पठाउनु मान्दैन, किनकि अब भुन्टीले त छोडेर गई, यदि तिमीले पनि छोड्यो भने भूपेन्द्रले के गर्ने होला, भूपेन्द्रले बिजोग हुन्छ, जेरी तिमी बरु यहीँ बस भनिरहेको सम्झाइरहेको देखिन्छ। र यसरी नै यस हाम्रो रिभ्यू भिडियो तपाईँले हेर्दै गर्नुहोला र यस हाम्रो जेरी, भूपेन्द्र, श्रेया सबैजना अब भोलि अब भुन्टी र भूपेन्द्रलाई अदालतमा उपस्थित गराएपछि अब भुन्टीले जे जति पाउने अधिकार भुन्टीले पाउनेछ भन्दै भुन्टीले भोलि नै हामी जाने हो माथि अदालतमा भनेपछि झन् डराइरहेका छन् भूपेन्द्र र हाम्रो भूपेन्द्रका भाउजू, भूपेन्द्रका दाई र भूपेन्द्रका हुनेवाला श्रीमती जेरी सबैजना डराइरहेको देखिन्छ। किनकि भुन्टी अब चाँडोभन्दा चाँडो मलाई पाउने सम्पत्ति दिनुहोस्, नत्र अरू केस गर्नु पर्ला, अरू दुःख नदिनुहोस् भन्दै भुन्टीले कडाभन्दा कडा जवाब दिइरहेको देखिन्छ। तर भुन्टी होइन, भुन्टीको मितेनी सुकमायाले आफ्नो रूप धारण, भुन्टीको बोली र भुन्टीको रूप धारण गरेर भए तापनि आफ्नो मितेनीलाई जसरी भए पनि सम्पत्ति दिलाउनुको लागि भुन्टी लागि परिरहेको देखिन्छ। अब हेर्दै जाउँ अब के हुन्छ। अदालतमा गइसकेपछि भुन्टीले के कति र कस्तो सम्पत्ति पाउनेछ
तपाईँले हेर्दै गर्नुहोला। बाँकी सबैजनालाई मोस्टली वेलकम अनि वार्मली वेलकम छ। र यस हाम्रो युट्युब च्यानललाई पनि लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा क्लिक गरेर साथी जोडिनु सक्नुहुनेछ भन्न चाहन्छु। र आउनुहोस् साथीहरू, हरेक दिन म फ्री भएको टाइममा तपाईँहरूको माझमा यो छोटो मिठो कोसेली सिरियल भुन्टी सिरियलको भाग 324 को रिभ्यू भिडियो बनाउँदै ल्याउँदै गरेको छु। र साथमा यस हाम्रो भुन्टी सिरियलको अरिजिनल भिडियो चाहिँ सुकमाया टिभीमा आउने गर्छ र सुकमाया टिभीले पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला र सम्पूर्ण मित्रले माया गरिदिनु होला भन्न चाहन्छु। र बाँकी हाम्रो युट्युब च्यानललाई पनि माया गरिदिनु होला र मैले जति पनि अपलोड गरेको रिभ्यू भिडियोलाई तपाईँहरूको माझमा नोटिफिकेसन प्राप्त गर्नुको लागि यस हाम्रो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नुहोस् र नजिकै भएको बेल आइकनमा क्लिक गरेर साथी जोडिनुहोस्। त्यस पछाडि तपाईँहरूले चाँडोभन्दा चाँडो नै नोटिफिकेसन प्राप्त गर्न सक्नुहुनेछ र हाम्रो रिभ्यू भिडियोहरू पनि हेर्न सक्नुहुनेछ है त। र यस हाम्रो जति पनि नयाँ पुरानो भ्युअर साथीहरू हुनुहुन्छ तपाईँहरू सबैजनालाई वन्स अगेन थ्याङ्क यू सो मच र धेरै धेरै धन्यवाद। मुटुभरिको माया न्यानो सम्झना छ। यसरी नै हाम्रो हरेक दिन हाम्रो रिभ्यू भिडियोमा आउँदै गर्नुहोला र तपाईँले यस हाम्रो लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। र बाँकी अब हाम्रो भुन्टी भूपेन्द्र अब अदालतमा के फैसला हुन्छ र कसले के कति सम्पत्ति पाउँछ त्यो सबै म अर्को रिभ्यू भिडियोमा फेरि पनि लिएर आउने नै छु। र आजको रिभ्यू भिडियो चाहिँ म यतिमै अन्त्य गर्न चाहन्छु। र यस हाम्रो रिभ्यू भिडियो अन्त्य गर्नुभन्दा पहिले तपाईँहरू सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद। मेरो मुटु कलेजो फक्सुदेखि नै धन्यवाद दिन चाहन्छु र मेरो मुटुभरिको माया अनि न्यानो सम्झना छ तपाईँहरू सम्पूर्ण मित्रहरूलाई। र यसरी नै म माया गरिदिनु सक्नुहुनेछ। हरेक दिन मैले लिएर आउनेछु र फ्री भएको टाइममा र कहिले कहिले ब्रेक पनि हुन्छ र तपाईँले यस हाम्रो युट्युब च्यानललाई माया गरिदिनु हुने नै छ भन्ने ठुलो आशाका साथ मैले हरेक दिन रिभ्यू भिडियो लिएर आउँदैछु। र यस हाम्रो सम्पूर्ण भ्युअर्स र सम्पूर्ण साथीहरूलाई वन्स अगेन थ्याङ्क यू सो मच र धेरै धेरै धन्यवाद भन्दै आजको यस हाम्रो सर्ट एन्ड स्विट र छोटो मिठो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हवस् त, सेवारो, नमस्ते, बाई बाई एभ्रिवान, बाई बाई।